कुनै ठाउँको नाममा आखिर के नै हुन्छ र होइन? तर सोच्नुस् त, केही नामहरू यस्ता हुन्छन् नि जसले आफूभित्र सिङ्गो इतिहास लुकाएर राखेका हुन्छन्। हो, आज हामी त्यस्तै एउटा गहिरो कथा बोकेको नामको बारेमा कुरा गर्दैछौँ, अर्घाखाँची। यो सुन्न त एउटा जिल्लाको नाम मात्रै लाग्ला, तर वास्तवमा यो आस्था र प्रशासन, यो दुई बिल्कुलै फरक कुराको सङ्गमको एउटा जीवन्त कथा हो। ल सुरु गरौँ है त यो रोचक यात्रा। अर्घाखाँची सुन्दा त एउटै शब्द जस्तो लाग्छ नि, होइन र? तर जब हामी यसलाई यसरी टुक्रियाएर हेर्छौं, एउटा गजबको कुरा देखिन्छ। यो एउटै नामभित्र दुईवटा छुट्टा छुट्टै शब्दहरू लुकेका रहेछन्, अर्घा अनि खाँची। रमाइलो कुरा के छ भने यी दुई शब्दका कथाहरू पनि एकदमै फरक छन्। अब प्रश्न त उठिहाल्छ, यी दुई एकदमै फरक शब्द जसका कथाहरू पनि फरक छन्, ती आखिर कसरी जोडिएर एउटा सिङ्गो जिल्लाको नाम बन्न पुगे त? हो, यसको जवाफ खोज्नको लागि हामीले इतिहासका दुईवटा बेग्ला बेग्लै बाटोमा हिँड्नुपर्छ। अर्घाखाँची नामको सबैभन्दा ठूलो सुन्दरता नै यही हो, एउटै नाम तर कथाहरू दुईटा। एउटा कथाले हामीलाई दैवी आस्था र चमत्कारको संसारमा लैजान्छ भने अर्कोले चाहिँ यथार्थको धरातलमा, मतलब सरकारी कामकाज र कर प्रणालीतिर। ल, अब सुरु गरौँ पहिलो कथाबाट। नामको पहिलो हिस्सा अर्घा। यो कथा कुनै सरकारी किताब वा अभिलेखमा होइन, बरु मानिसहरूको गहिरो आस्था र एउटा चमत्कारी घटनामा भेटिन्छ। यो कथालाई राम्रोसँग बुझ्न अर्घ शब्दको मतलब जान्नु एकदमै जरुरी छ। हाम्रो संस्कृतिमा अर्घ भनेको के हो भने देवतालाई एकदमै भक्तिभावले चढाइने पवित्र भेटी, खास गरी दूध वा दही जस्तो तरल पदार्थ हो। यही एउटा शब्दले नै पूरै कथाको चुरो समातेको छ। अब कथा सुन्नुहोस् है, कति रोचक छ। जनविश्वास के छ भने कुनै समय त्यहाँको भगवती मन्दिरमा दहीको अर्घ चढाउँदा चमत्कार भयो। त्यही भेटीबाट साक्षात् देवी प्रकट हुनुभयो। यही अद्भुत दैवी घटनापछि नै त्यो पवित्र ठाउँको नाम अर्घा भनेर चिनिन थाल्यो। साँच्चै आस्थाको शक्ति भनेको यही हो क्यारे। अब कथाले पूरै युटर्न लिन्छ। जहाँ अर्घाको कथा विश्वास र चमत्कारले भरिएको थियो, खाँचीको कथा भने एकदमै सांसारिक छ। यो कथा सरकारी कामकाज र पैसा, मतलब कर सङ्कलनसँग जोडिएको छ। खाँची शब्दको रहस्य खोल्ने साँचो हो खजान्ची शब्द। खजान्ची भनेको राज्यको ढुकुटी हेर्ने वा कर उठाउने जिम्मा पाएको एकजना ठूलो सरकारी मान्छे। सोच्नुस् त, इतिहासको कुनै समयमा एउटा सरकारी पदले नै पूरै ठाउँको नाम बनाइदियो। भाषा पनि कस्तो रमाइलो कुरा है, समयसँगै कसरी परिवर्तन हुँदै जान्छ। यहाँ हेर्नुहोस् त, ठ्याक्कै त्यही भएको छ। एउटा औपचारिक सरकारी शब्द थियो खजान्ची, तर आम मानिसले बोल्दा बोल्दै छुट्याउँदा छुट्याउँदै यो शब्द बिस्तारै खाँची बन्न पुग्यो। भाषा विज्ञानको भाषामा भन्नुपर्दा यसलाई अपभ्रंश भनिन्छ, मतलब शब्दको रूप बिग्रिएर वा बदलिएर नयाँ रूप बन्नु। खास कुरा के भने खाँची भन्ने ठाउँ कुनै बेला कर उठाउने एउटा मुख्य सरकारी अड्डा थियो। त्यहाँ राज्यले खटाएको खजान्ची बस्थे अनि मान्छेहरूले खजान्चीको ठाउँ खजान्ची कहाँ जाने भन्दा भन्दै सजिलोको लागि छोटकरीमा खाँची भन्न थाले र त्यही नाम सधैँका लागि रहन गयो। ल, अब हामीसँग दुईवटा टुक्राहरू छन्, एउटा आस्थाको अर्घा र अर्को प्रशासनको खाँची। अब सबैभन्दा महत्त्वपूर्ण प्रश्न, यी दुई फरक फरक पहिचान बोकेका ठाउँहरू कसरी जोडिएर एउटै जिल्ला बने त? यसको लागि चाहिँ हामीले प्रशासनिक इतिहासको पाना पल्टाउनै पर्छ। इतिहासको त्यो भुरेटाकुरे राजाहरूको समयमा अर्घा र खाँची आआफ्नै अस्तित्व भएका दुईवटा छुट्टा छुट्टै साना राज्य थिए। पछि नेपालको प्रशासनिक पुनर्संरचना हुने क्रममा विक्रम सम्वत 2018 सालभन्दा अघिसम्म यी दुवै ठाउँलाई ठूलो गुल्मी जिल्लामा राखिएको थियो र अन्त्यमा यी दुई ऐतिहासिक ठाउँहरूको पहिचानलाई सम्मान गर्न एउटा नयाँ जिल्ला बनाउने निर्णय भयो। अब बल्ल हामी सबै कुरालाई एकै ठाउँमा जोडेर हेर्दैछौँ। कसैले एउटा आस्थाको कथा र अर्को प्रशासनको कथा मिलेर एउटा आधुनिक जिल्लाको पहिचान बन्यो। जब नयाँ जिल्ला बनाउने बेला भयो, यसको नाम राख्ने कुरामा निकै सोचविचार गरियो। त्यति बेलाका योजनाकारहरूले यी दुई ठाउँको ऐतिहासिक महत्त्वलाई राम्ररी बुझेका थिए। एउटाको धार्मिक विरासत र अर्कोको प्रशासनिक इतिहास दुवैलाई जीवित राख्नको लागि दुवैको नामलाई जोडेर अर्घाखाँची भनेर नाम राख्यो।
र यही नै अर्घाखाँची नामको सबैभन्दा गहिरो र सुन्दर अर्थ हो। यो नाम एउटा भूगुणको सिमाना मात्र होइन, यो त इतिहासका दुई फरक नदीहरू, एउटा आस्थाको अर्को प्रशासनको आएर मिसिने एउटा सुन्दर सङ्गम हो। यो नाम आफैमा एउटा कथा हो जसले आफ्नो दोहोरो पहिचानको गीत गाइरहेको छ। अर्घाखाँचीको यो कथाले हामीलाई पनि एकछिन सोच्न बाध्य बनाउँछ। हामी बसेको गाउँ ठाउँ, हिँड्ने बाटो, यी ठाउँहरूका नाम पछाडि पनि यस्तै कति धेरै कथाहरू, कति इतिहास लुकेर बसेका होलान् है। सायद अब ती कथाहरू खोज्ने बेला भयो कि